I get it, you don't wanna see me. I get it, you don't wanna see me. Nowadays I don't really wanna be me. It's safe to say I've been bleeding. Hello guys, welcome back to another new video. तो मैं guys आइसकेको छु अहिले कहाँ भन्दाखेरि तपाईको दुर्गागोबी लेकमा हो बेंगलोरमा छु अहिले चाहिँ तपाईहरुलाई थाहै होला हैन म बेंगलोर आएको छु भनेर भिडियो नबनाउँ भनेर सोचेर आएको तर बनाउनु है सो एक्सप्लोर गरेको प्लेसहरु है भिडियो बनाउन मन पर्यो त्यो भिडियो बनाइरहेको छु ल इन्जोय गर्नु होला गाइस हैन यहाँको दामी रहेछ त्यस्तो क्राउड चाहिँ छैन मान्छे त छैन एकदम साइलेन्ट प्लेस छ हो तर दामी देख्न सक्नुहुन्छ गाइस आदेश यहाँबाट यो फोटो कस्तो आउँछ चाहिँ मसँग चाहिँ छ हाम्रो भाइ आदेश हो ऊ चाहिँ 3 वर्षको लागि यतै बस्छ र अङ्कल हुनुहुन्छ यहाँ चाहिँ हो अङ्कल हुनुहुन्छ हामी तीनजना आएको छु हामी फर्किरहेको छु अब त 3 दिन बसेर यहाँबाट फर्किने हो गाइस हैन त्यही हो गाइस कत्रो रुख छ है यहाँ पनि आमा यिनीहरू गाइस मजाको है ठुलो तित्रीको बोट रहेछ तित्रीको रुख चाहिँ तित्रीको पनि फलिरहेको छ माथि Lies in my face, I don't wanna taste. I just wanna go back to that place. Lies they hit my face, and I see your face. I need to escape, it's way too late. So guys, अहिले चाहिँ हामी बेंगलोर फोर्ट गइरहेको छु हैन यहाँबाट आधी घण्टाको डिस्टेन्स रहेछ त यहाँबाट गइरहेको छु किनकि बेंगलोर फोर्ट चाहिँ तपाईँ कहाँ छ भन्दाखेरि बेंगलोर सिटीमा रहेछ नि त हैन सिटी बेंगलोर एक्ज्याक्ट सिटीमै रहेछ यो त सिटी हो यो चाहिँ अलिकति परै पर्छ हैन यहाँबाट 20 किलोमिटर रहेछ यहाँबाट जाँदैछ टाइम भइसक्यो 2 बजिसकेको छ गाइस हो तीनजना चाहिँ यहाँबाट गइरहेको छु अहिले चाहिँ हामी उबर बुक गरेर जाँदैछ गाइस हैन यहाँबाट सबै उबर बुक गरे सट्टै नि हो यतै चाहिँ मजा आउँछ त्यस्तो प्रब्लम छैन दुर्गागोबी लेकबाट चाहिँ हामी यहाँबाट मुभ अन हुँदैछ गाइस हेडिङ टु बेंगलोर फोर्ट वेदर कस्तो छ वेदर एकदम 28 डिग्री सेल्सियस रहेछ हैन मतलब अलिकति चिसो छ भनौँ न हाम्रोमा 30, 32, 30 प्लस हुन्छ अनि यहाँ चाहिँ तपाईँको रहेछ 28 रहेछ यहाँको वेदर चाहिँ टेम्परेचर छ रिजर्भ ब्याङ्क अफ इन्डिया यहाँ रहेछ अफिस चाहिँ 11 घंटे को उधर रेडी था ना हजुर ऑटो वाला में नहीं जाने का उबर बुक करके ओला बुक करके जाने का ठीक है अच्छा ऑटो वाला थोड़ा वो था हाँ इधर वुलन जीवन अच्छा स्टेप रखने का तो गाइस यो चाहिँ अहिले तपाईको के रहेछ सेन्टर सिटी रहेछ हैन सेन्टर सिटी मार्केट रहेछ अहिले हामी यहाँ गइरहेछौँ यहाँ छु अन्त हाम्रो डेस्टिनेसन पोइन्ट पुग्न आँट्यो भनौँ न बेंगलोर फोर्ट हामी आइपुगिसकेको छु फोर्ट जस्ट हामी ड्रप भयो हैन ड्रप भयो गाइस अहिले चाहिँ हामी पुगिसकेको छु यहाँनिर हो रेड फोर्ट भित्र मतलब बेंगलोर फोर्ट हो देख्न सक्नुहुन्छ यस्तो छ मजाको रहेछ हो यता छ हामी यहाँ भित्र तपाईँको चेकिङ बसेको छ नि त बसेर मान्छे पनि बस्दो रहेछ यस्तो रहेछ गाइस कति क्लोज रहेछ नि त फोटोहरू खिच्दै कतिखेर खिच्ने कहाँ खिच्ने हो अङ्कल खोइ भित्र I'm not away if I gotta wait for you. I'm not away if I यो फोर्ट चाहिँ नि गाइस हैन यस्तो यहाँ न केले बनाएछ सबै ढुङ्गाले बनाएको रहेछ हो ढुङ्गा र सिमेन्ट जस्तो छ है यहाँबाट चाहिँ माथि जाने जग्गा हो नि त यहाँबाट चाहिँ माथि जाने यहाँ मेन दैलो चाहिँ यो हामी लेजिस्लेटिभ एसेम्ब्ली भवनमा है म जाँदैछु अहिले ए गाइस हेर्नु होला बुलडोजरले घर भत्काउँदो रहेछ यहाँ चाहिँ बुलडोजरले चाहिँ दोकानहरू है पुरानो उयसहरू भत्किँदो रहेछ अहिले चाहिँ हामी बिच बजारबाटै भएर जाँदैछु हो हाम्रो विधानसभा हाउसमा होइन अन्त मार्केट त बहुत ठुलो रहेछ क्या गाइस बेड पनि छ यहाँ हेर्नु नि है त गाइस अहिले चाहिँ हामी टोटोबाट जाँदैछु हो हिँडेर जाउँ भनेको साह्रो पऱ्यो क्या गाइस हिँडेर जानु चाहिँ अझ हामी डाक्टर अम्बेडकर सिएन विद्या यसमा छु गाइस होइन यहाँ हामी आइपुग्यो फाइनली गाइस हामी चाहिँ आइपुग्यो अहिले विधानसभा हाउस त हेर्नु होला गाइस यो चाहिँ तपाईँको
विधानसभा भवन हाम्रो लेजिस्लेटिभ एसेम्ब्ली हाम्रो होइन कर्नाटकको है दामी छ गाइस होइन त्यसै हामी यहाँ पुगिसकेको छु यहाँनिर विधानसभा हाउस हाम्रो कर्नाटकको है अन्त हेर्न सक्नुहुन्छ यसको ठिक अपोजिटमा रहेछ गाइस तपाईँको हाई कोर्ट यहाँनिर कर्नाटक हाई कोर्ट अफ कर्नाटक रहेछ है दामी लाग्यो दामी सो बेङ्गलोरको भ्यू अब हामी रिटर्न हुँदैछु गाइस हो उनीहरू सामानहरू पनि राम्रो You really mine, or was it just a dream? Are you good for me? Way too good to be.